सो गाइज फेरि पनि वेलकम ब्याक टु माई न्यू ब्लग सेकेन्ड ब्लग है। यो ब्लग चाहिँ हाम्रो सफारी राइड है, फर्स्ट टाइम होइन सफारी राइड। होइन अरू बेला त गाडी साडी बाइक साइक त हाक्यो हो हाक्न चाहिँ होइन, तर सफारी चाहिँ फर्स्ट टाइम। अब कस्तो हुन्छ होइन सफरहरू। हाम्रो कहाँ गोपाल टोल चाहिँ मानौँ हामी, गोपाल टोलसम्मको सफर कस्तो हुन्छ। यो सफारी पनि हाम्रो अब साथीको भोला किन्दैछ, भोला खाने भोलाको माला पठाइदिनु पऱ्यो केटा। छेउछाउमा चाहिँ भोलाको प्याकेटै पठाइदिनु पऱ्यो यसलाई। यता चाहिँ मम्मी कहाँ जानलाई गएको अरे हामी इटरी इटरी कस्तो ढल्काएछ रे सफा सफारी म्यान सफारी ड्राइभरलाई ए तँले खेटाङ्ग गरेर मैले गरेँ। तेरो ब्लग होइन हाम्रो अगाडि देखा न, बिर्या खानु बिर्या अगाडि पनि देखा न, मलाई नदेखा अगाडि पनि देखा न, स्कुलको बच्चाहरूलाई बच्चाहरूलाई पनि देखा न, स्कुलको बच्चाहरूलाई ब्लगमा। अब त पढ्ने बेला कुच्चा खेला गयो बासगाडी हो। हो दिनु पर्दैन हौ अहिले। फलो रुल्स थाहा छैन, ट्राफिक सिङ्गल फलो रुल्स, सिङ्गल के अरे रुल्सहरू फलो गरेर हिँड्नु होला। प्राय एक्सिडेन्ट घटनाहरू धेरै घटिरहेको छ अहिले, दसैँको बेला सेफ भएर हिँड्नु होला। ड्राइभर लगाएर चाहिँ हिँड्नु होला। बेला बेलामा बाटोमा पिसाब लाग्छ, गु लाग्छ, कहाँ रोकिराख्न मिल्दैन, पिचिक पिचिक हान्नु नि मिल्छ, पिचिक पिचिक लै बहिनी लै त्यही त हो चल्ने। अगाडि देखा न यहाँ आगो लागेको ठाउँ, दमकलहरू एम्बुलेन्सहरू ठुलो गर्ने हालेको छैन नि त्यो भिडियो। ठुलो घर गाउँ त काटेको देखा न त लै बहिनी लै अगाडि हेर। मेरो गुरु चाहिँ आजको शिवकुमार आफ्नो थोडा नि देखा न जाँडा त्यहाँ होइन। मैले देखा कालो मान्छे कता थोप्रा देख। मेरो चाहिँ कतिको गोरो छ र यहाँदेखि त आएको ल लाग्दैन यो गरेर। टप सिट कति जान्छ यसको 28 ल साइड लाइन चाहिँ पर्दैन किन ल आजको यति नै सफर। पुगेछ के गर्ने सफारीमा आफूसँग आफूभन्दा 1-2 वर्ष जेठो मान्छे यहाँ बिहे गरेर बच्चा जन्माएर दारी भत्त पालेछ। आफू भनेर केटीहरू तिमीहरू कहाँ छस् कहाँ लुकिरहेको तिमीहरू आइज न हो, यहाँ सिङ्गल भएर मर्न लागिसक्यो भने र ल ल आज बिदा भयो होला नानीहरूको पनि। वेट के हो यो त टिफर हो क्या उनीहरू, आमा बाटै छेकेर हिँड्छ त बहिनीहरू त। ल अब हाइवे आएपछि भेटौँ है त। त्यहाँ भरे घरमा गएर बस्छु नि, तेरो भरे घरबाट खेतारिया गर्छु। भरे चाहिँ लिन आइज ल। ओ रोक है रोक। ल अब चढ्यो है त। ल अहिले चाहिँ भएन
अहिले झुम्का चाहिँ आइपुग्यो है फाइनल्ली झुम्का कसरी बोकेको पस पनि यहाँ दाइ कहाँ यहाँको दाइ कोकोलाई लुगा चाहिएको छ यहाँ आउनु पर्यो है यो दाइकोमा दाइ हेलो गर्नु ब्लगमा कोकोलाई चाहिएको छ यहाँ आउँदा हुन्छ दाइकोमा है सबजना भिजिट गरिदिनु पर्यो भिजिट गर्नु पर्यो म जहिले लुगा किन्दाखेरि त्यही दाइकोमा मात्रै लिन्छ होइन ल ल के हो यस्तो बाहिरको त यो खुल्ला धुलोमा राख्छ नि यस्तो खानै मन लाग्दैन अनि घिन लाग्छ भने मलाई त हाम्रो यो यहाँको बुढोले मलाई सुई हानिदियो भने साइकलमा बस्न धरि नमिल्ने बनाइदिएको छ क्या यहाँ बुढोले यहाँ म बच्चादेखि चेक गरेँ डक्टर हो क्या उयो डक्टरले चाहिँ मलाई बच्चादेखि चेक गर्नुभयो हो हाम्रो जिएस दाईको ट्याटु हाउस छ यहाँ चाहिँ हाम्रो दाई हुन्न है क्या हुन्न रहेछ दाई ल बिजी दाई बिजी एसी के भयो बिजी दाई बिजी हो कट ड्याम प्लान चौपट भिड भएको कारणले अब भरे आएर एकैचोटि होइन किन सुल यार जुत्ताको सुल पनि कसले चोर्छ यार घर बाहिर सुकाएको एउटा जुत्ताको छ एउटा जुत्ताको सुलै छैन भने उयो कुकुरकै काम हुनुपर्छ भने जुलीको हाम्रो यहाँ मामाको जुत्ता पसलले कोकोलाई चाहिएको छ आउनु पर्यो यहाँ जुत्ता लिनलाई ए बिजी हो माइजू नमस्कार माइजू नमस्कार भक्तको स्टाइलमै माइजू नमस्कार खतरा हुनु पर्यो नि ल फेरि अब कामसाम केही भएन फेरि इटरी जाने अब इटरीबाट अब अगाडि बस्नु है तपाईँ अगाडि बस्ने नबस्ने ल जाउँ चलपल हाम्रो बस्तीमा अहिले चाहिँ हामी कान्छी चौक आइपुग्यौँ भन्दा नि भएन हो पिट त्यही हो कान्छी चौकको पिट चाहिँ उहाँ अगाडि हो यही हो हाम्रो सिँचाइ कान्छी चौकको यही हो कान्छी चौकको पिट चाहिँ पुलिस चौकी हाम्रो यो पगलीको भाटभटिको नि सिसा फोडिदिएको रहेछ त मैले यादै गरेको थिइनँ यार त्यहाँ हो हेर्नुभयो त्यहाँ माथि सिसा फोडिदिएको छ ल अगाडिको बल्ल इटरी आइपुग्यो आइपुग्यो अब कस्तो गीती लाग्नु थाल्यो अब भ्लग गर्न पनि अब लाज लाग्नु थाल्यो भने जस बनाउँछु छोड्दिन लगाए पनि
त्यो लाजलाई म गोजीमा राखेर हिँड्नु पर्ला जस्तो अब हाम्रो नेपालको झन्डा देखिरहेछ है हाम्रो नेपालको झन्डा अगाडि यो माया पहिलो सिटल्याट त खेल्ने त कति राम्रो भनेर मुखले मात्रै नि फेरि अगाडिबाट त फेरि होला अब उति अगाडि ओलिँदा नि हुन्थ्यो त एकै ठाउँ को ओर्लिने एकैचोटि वहीँ रोक्दा पाइहाल्छ अब हजुर इटरी छ अगाडि राख्नु न हल्का तातो घाममा कति हिँड्नु हो त्यही माथि कालो चाहिँ झन् कालो नबनाउनु न हो केटीले हेर्नु छोडिसक्यो भने दाइको फेरि मुस्कान दामी छ नि फेरि ला पैसा तिर्नु मम्मी ल तपाईँले ल्याएपछि आफैले तिर्नु पर्दैन अर्काको भाडा पनि थाहा छैन दाइलाई त पैसा गर्नै धाउ भयो दाइ गन दिनुपर्छ कि क्या हो सुनेन सुनेन जाँठाले पैसा गन दिनुपर्छ कि भनेर भनेको पर्दैन अरे पर्दैन त भनेर सुनेन हाम्रो विशाल बजार है विशाल बाजुको बजार आफ्नै मान्छेको बजार हो टी खानु लाइरहेको हामी आमा छोरा बाबा टी खानु लाए होइन मम्मी के खाना गरे बबल टी हाम्रो इटरीमा यो हाम्रो ठ्याक्कै यो हाम्रो छ नि यो के अरे इटरी चोक छ नि इटरी चोकको ठ्याक्कै अपोजिट साइड हाम्रो विराटनगर जाने बाटो लाइनमै छ ठ्याक्कै हाम्रो इटरी के क्लबको छेउमा इटरी के क्लब छ है छेउमा दामी छ चक्लेट फ्लेभर है बबल टी दामी छ ल आउनु पऱ्यो भिजिट गर्नु पऱ्यो खानु पऱ्यो सबले दामी ए लैजान छिटो हेर्दै पो बस्छ जाँडा लानु छैन कुदाउनु छैन कसैलाई नभएको हतार त्यसलाई नै रहेछ कि क्या हो हामीलाई चाहिँ हतार छैन है क्या यतिको चाहिँ रुल्स हुनु पऱ्यो यतिको चाहिँ ट्राफिक उयो हुनु पऱ्यो है यतिको चाहिँ हुनु पऱ्यो दिदीको चाहिँ हातमै रोकिदिनु हुन्छ त ल फाइनली बुवालाई पनि भेट्यो बुवा पछाडि हुन्छ मेरो पछाडि मेरो मम्मीको ड्याडी ए जुत्ता चाहियो भने यहाँ छ मैले लगाइसकेँ किन बुवाको लागि पेन्टको लागि कपडा लिन आएको बस्नु न पानी च्याम तल नि च्याम माथि नि च्याम र अहिले चाहिँ घर फर्किँदै गरेको इटरीबाट लास्टै काम भएर झन् टाउको दुख्यो क्या किन भ्लगै गर्न मन लागेन अल्छी लाग्यो अब हल्का मुड फ्रेस भइरहेछ जाँदैछौँ झुम्कातिर अब के सामान किन्छौँ कस्तो है बोलेको बेला पर हर्न हानेको हानेको दिमाग ब्याजा हुन्छ ल अब अहिले अब एकछिनमा अब भेटौँ ल झुम्का पुगेपछि कि यो भाजिँदैन र यो फुट्दैन र यसो ट्राई गरेर देखाउनु त ट्राई गरेर देखाउनु एकचोटि
यस्तो उयो हजुर हजुर मिल्छ होला नि है ए ल एकचोटि ट्राई गरेर देखाइन् न यो भाँचिन्छ कि भाँचिँदैन भनेर अब उयो देखियोस् न ए ल है त चाहियो भने आउनु पर्यो झुम्कामा है ल यहाँ 1 नम्बर दाना ल कार्पेटहरू सब छ यहाँ ल हाम्रो यहाँ है हाम्रो दाइको पसलमा है आउनु पर्यो हाम्रो झुम्का यो हाम्रो के अरे यो कुबेर सपिङ होइन कुबेर सपिङको सिधा हाम्रो यही